हाई गाइस, आज चाहिँ म मेरो बहिनी मेरो मम्मी हामीहरूले चाहिँ पाउडर गेम च्यालेन्ज गरिरहेको छौँ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि मम्मीलाई मैले क्वेसन सोध्छु रिलेटेड टु बहिनी अनि मी, अनि मम्मीलाई चाहिँ के अरे यो क्वेसनमा ऊ मिल्छ कि म मिल्छु भनेर सोच्नुहुन्छ अनि आफू सोचेर अनि हामीलाई स्म्यास गर्नुहुन्छ कि यो पाउडरमा। सो स्टार्ट गरौँ है। क्वेसन्स चाहिँ यहाँ छ, मैले बोल्दै डिस्प्ले नगर्नु ल। मम्मी रेडी? राडी मलाई त चोला आएछ बोल्नु हुन्छ। बहिनी रेडी? नट रेडी। ल भयो है त। फर्स्ट क्वेसन है। ल इजी भयो है। दुईजना मध्ये को धेरै बोल्छ? को पढाइमा बढी राम्रो छ? पढाइमा को राम्रो छ? दुईटा छन् तर अभी मजा आएगा ना भिडो। बढी ज्ञान को धेरै जिद्दी छ? म त यो जित्ती पनि त तँलाई सबले भन्छ मामाले भन्छन्। को आमासँग धेरै नजिक छ? आमासित आमा भन्नाले मसित मम्मीसँग तपाईँसँग को धेरै नजिक भनेको यहाँ म्याडम। वैसे त हजुर पनि हुनुहुन्छ, बढी यहाँ हुनुहुन्छ ल है। को नुहाउन अल्छी गर्छ? नुहाउन अल्छी को खाना धेरै खाएर पनि भोकै अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली। को बढी जिम्मेवारी छ? बढी जिम्मेवारी छ मम्मी पुरै तोड्नुहुन्छ, पक्का तोड्नुहुन्छ, बल्ल आन्सर भन्नुहुन्छ। को झगडा भएपछि पहिले माफी माग्छ? तिमी हो नि बताउने त हो। को आमासँग को तपाईसँग कसले धेरै टाइम स्पेन्ड गर्छ? मैले कि बहिनी? मम्मुलाई सबैभन्दा माया कसले देखाउँछ, बहिनी कि मैले? अब त्यसमा चाहिँ नि के छ भन्दाखेरि यसले माया देखाउने, उसले पनि देखाउने, तर पनि भन्न पर्दा माया बढी कसले देखाउँछ भन्दाखेरि बैगन। समझ रहे हो? इस सज्जन को क्या तकलीफ है भाई? कसले धेरै सिक्रेट्स लुकाउँछ? भन्दा धेरै नाटक गर्छ। अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। अब फैमिली देखती है, तपाईँलाई को लाग्छ मम्मी फ्युचरमा? मतलब आशु बस जस्तो होली कि म? भाई यहाँ पे क्या हो रहा है? भाई यहाँ पे क्या हो रहा है? भाई ये कहाँ फंस गया भाई? को बिहान उठ्दा सबभन्दा रिसमा हुन्छ? अभी मैं गाली नहीं दे सकता। गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं दुईजना मध्येमा को धेरै बोल्छ कि मिठो बोल्छ? को? त्यही त भने हजुर नि बोल्नुहुन्छ। हजुर को झगडा गर्न छिटो हुन्छ? झगडा गर्न बढी अगाडि सर्छ। भाई यहाँ पे क्या हो रहा है? भाई यहाँ पे क्या हो रहा है? भाई ये कहाँ फंस गया भाई? मैं को कसले धेरै फोन चलाएर आफ्नो होमवर्क गर्ने बिर्सिन्छ? बैगन। समझ रहे हो? इस सज्जन को क्या तकलीफ है भाई? रुको जरा सबर करो। बिकज गाइज मेरो छुट्टी चलिरहेको छ अहिले, त्यही भएर म त नआएकै कति मम्मी यसो पनि के सिधा आन्सर है धेरै त्यस्तो होइन। कसले धेरै तपाईँको दुःख बुझ्छ? मेरो दुःख बुझ्छ एकदम डोबाइदिए अनेस्ट आन्सर कसैले दुःख मान्नु कसले मेरो मलाई बुझ्छ है? मलाई पनि थाहा
म दुःख मान्दैन मजा आएगा ना कसले हामी दुईजना मात्रै कसले दोष लगाउन एकदम छिटै औँला देखाइदिइहाल्छ क्या मतलब यसले हो मैले होइन लास्ट क्वेसन है को आमाले धेरै अङ्गाली राख्छ चुप्प गरिराख्छ मसाज गरिराख्छ माया देखाइराख्छ बेसिकली आशु मम्मीसँग धेरै क्लोज चाहिँ म ड्याडीसँग छु तपाईँहरूलाई यो वाला भिडियो मन पर्यो भने हामीले यो सेम भिडियो ड्याडीसँग पनि बनाउने ट्राई गर्छौँ र हाम्रो भिडियो यही थियो थ्याङ्क यू सो मच मन पराउनु भयो भने लाइक गर्नु होला सब्सक्राइब गर्नु होला माया गर्नु होला कमेन्ट पनि गर्नु होला सेयर पनि गर्नु होला बाई